गाइस नमस्ते सबैजनालाई। आज चाहिँ म धेरै दिनपछि एउटा सानो भ्लग बनाउन गएको छु अनि आज चाहिँ मलाई एकदम रुगा खोकी लागेको छ। त्यही भएर मेरो भोइस पनि अर्कै आइरहेको छ हैन। आज चाहिँ हामी चाहिँ ह्याप्पी सन्डे रे के, अनि सन्डे हामी सबैजना घरमै छु। अब यो परदेशमा के को सन्डे हैन, अनि सन्डे त छुट्टी भन्ने मात्रै हो के। अनि पुरा दिनभरि काम गरेर हामी यति थाकेको छु अनि हामीहरू सबै अनि घर सफा गर्दा सबै हप्ताभरि लगाएको कपडाहरू धुँदा है, अनि त्यही भएर सन्डे भन्ने मात्रै हुन्छ। अनि बरु काममा गएर अनि बिहानै काममा गएर ड्युटी सुटी भएर आएर बरु केही काम छैन भनेर बस्न चाहिँ हुन्छ कि अरू दिन। आज त सन्डे भन्ने मात्रै भयो। मेरो त हालत पुरा खराब भइसक्यो है। अनि त्यसपछि हामीले के काम गऱ्यौँ भनेर चाहिँ देखाउँछु है। तर मेरो अनुहार पुरा यस्तो भइरहेको छ काम गर्दा गर्दा। अब नेपालमा बसेर फेसन गरेको राम्रो हुन्छ हैन। अब हामी त परदेशमा काम गर्न पैसो कमाउन आएको हो नि त, पैसो। त्यही भएर पछि पैसो कमाउने हो गाइज अनि अनुहार बनाउने हो, केही छैन, नो प्रब्लम यस्तो। अब गाइजमा हामीले आज दिनमा के काम गऱ्यौँ, हामीसँग काम गर्ने को थिए सब म देखाउँछु है। सबैभन्दा पहिला चाहिँ हामीले आज चाहिँ हाम्रो यो रुम चाहिँ क्लिन गरेको है। अनि यो हाम्रो डाइनिङ टेबलहरू आज सब क्लिन गरेको होइन। सधैँ क्लिन नै हुन्छ तर आइतबार चाहिँ अलि धेरै क्लिन गरेको। अनि त्यसपछि हामीले यो हाम्रो यो हो चाहिँ मेन हाम्रो क्लिन गर्ने सहयोगी चाहिँ यो हो होइन। अनि त्यसले उसले चाहिँ यो कुलर वासिङ मेसिन सब सफा गर्यो। अनि यो चाहिँ हाम्रो बाथरुम गाइज, बाथरुम यस्तो क्लिन गरेको छ कि यहीँ बसेर भात खाँदा नि भात त खानुहुन्न है, फेरि टोइलेटमा भात खानुहुन्न भन्नको मतलब क्लिन छ भनेको क्या। अनि यो चाहिँ हाम्रो रुम चाहिँ प्राइभेसी। अनि हामी सब कपडा सपडा धोएको। यो चाहिँ हाम्रो किचन है। आज फ्रिज पनि सफा भयो। यो चाहिँ मेरो सानो चिटिक्कको किचन होइन। चाहिँ मेरो दिदीले मासु पकाउँदैछ। सन्डे चाहिँ हाम्रो घरमा एकदम स्पेसल पाक्छ। हामी सधैँ स्पेसल खान्छौँ तर सन्डे चाहिँ अलि स्पेसल पाक्छ होइन। मेरी दिदी त खासै राम्रै छैन क्या, त्यही भएर क्यामेरामा आउन अलि लाज मान्छ। अनि यो चाहिँ मेरो दिदीले केरला स्टाइलमा मासु पकाउँदैछ है। यो चाहिँ के हो असुन म चाहिँ धेरै दिनपछि भ्लग बनाएर बोल्दै आइरहेको छैन क्या। यो चाहिँ लसुन र अनि केरला स्टाइलमा अगाडि के हालेको त्यो दाल, नेपाली दाल हो यो भात। पहिला चाहिँ उसले उसमा लसुन हाल्यो अनि तेल तताएर लसुन मेरो दिदीले मासु पकाउँदैछ। मेरो दिदीले बरु खाना 1 घन्टा पछि खान्छु, मलाई भोक लागे पनि, तर मलाई किचन र बाथरुम सफा चाहिन्छ भन्छ। राम्रो होइन मान्छेले चोर्छन् भनेर किन बोल्दा यसमा चाहिँ माथि भाँडा छ अनि तल चाहिँ हाम्रो यो मासु चाहिँ के गरेको त्यो मासु चाहिँ अघि म किन्न गएको है त्यो मासु पसलमा। दाइ अलिक ठुलो पिस बनाइदिनु न भनेको, यत्रो काटेर भयो भन्छ। भएन मलाई त्यस्तो लाग्छ कि मासु होइन ठुलो खानुमा ठुलो पिस भएको मन पर्छ। त्यसले ठुलो भनेको यत्रो काट्छ, अझ ठुलो भन्छु भएन। ए दाइ यो त हुँदै भएन कि। अनि अर्को दिनु भयो। त्यो चाहिँ हाम्रो बहुत सामान राख्ने ठाउँ हो। यो चाहिँ मेरो कुनै यसमा चाहिँ मसला आइटम मात्रै हुन्छ नि, मसला आइटम होइन। अनि गाइज हामी चाहिँ परदेशमा भयो भने फेरि भयङ्कर करोडपति हो कि। मलाई स्पेसल चिज देखाउनु होला है। यो चाहिँ हाम्रो अन्डा बोइल गर्ने। यो चाहिँ बत्तीबाट अन्डा बोइल हुन्छ। यो चाहिँ बहुत राम्रो छ। हाम्रो मिनी फ्रिज, हाम्रो सानो फ्रिज होइन। फ्रिजमा चाहिँ अहिले चाहिँ फ्रिज खाली छ, तर फ्रिज चाहिँ खाली छ। यो सबै उता यो सबै अहिले फ्रिजमा राख्ने सामान हो है। कोको कोलाहरूदेखि लगेर हरेक चिज के यता अहिले म
ल्याएको छु आज सपिङ गरेर सब देखाउँछु है। अनि मैले भने नि अघि नै हामी धनी छौँ भनेर। त्यसपछि चाहिँ हाम्रो फ्रिज चाहिँ हामी एडजस्टमेन्ट गरेर देखाउँछौँ। त्यो माथि त्यसको नाम के भन्छ त्यसलाई? त्यो चाहिँ लकर भन्छ। लकरमा यसले सबै भाँडाहरू छ है। त्यो सबै हाम्रो हुन्छ नि अलि वेस्ट धेरै भएको चिजहरू भाँडाहरू छ। मासु चाहिँ राम्रो भन्दैछ। मलाई चाहिँ मासु स्पेसल बनाउनु आउँछ है। मलाई चाहिँ गाइस स्पेसल खाना मात्र आउँछ बट आई डोन्ट लाइक मिट होइन, तर म पनि खान्छु खाना त। आज चाहिँ गाइस मैले अहिले चाहिँ अलिकति अघि मासु पकाएको चाहिँ अगाडि देखाएँ होइन। मैले भनेको थिएँ नि हामी सपिङ गर्न गएको थियौँ भनेर, अनि यो सबै सपिङ गरेर आएको। खुट्टा ढोक्छु किन वाइ बेबी? एकछिन यसले बिस्कुट खान्छु नौ। मेरो भलक लामो हुन्छ, छुटछुट निकालै। ओए हल्ला नगर भन्दैछु। हामीले चाहिँ अस्तितिर हामीले सनसिल्कको युज गरिरहेको थियौँ होइन। त्यो सनसिल्क त राम्रो त थियो, तर हामीले यो अहिले यो सेम्पू चेन्ज गरेको कस्तो हुन्छ यसको रियाक्सन हामी भन्छौँ है। खजुर एकदमै चाहिने भनेको हामीलाई सोप है। एकदमै चाहिन्छ हामीलाई सोप धेरै खर्च हुन्छ, सबैले दिनकै नुहाउने भएर। भिनाजुले विशेष गरी यो चाहिँ मेरो बुढालाई चाहिँ विशेष गरी 3 चोटि नुहाउनुहुन्छ भिनाजुले, त्यही भएर हामीलाई त यो चाहिँ हेर्नु आइटम है। साम्बर मसला यसरी साम्बर हुन्छ। भिनाजुले हामीलाई गरिब बनाउनुहुन्छ भन्ने यसमा दुई मात्रै छैन। यो चाहिँ हाम्रो उसको सामान मात्र हो, सरसफाइको सामान मात्रै हो। हामी चाहिँ नरिवल तेल प्रयोग गर्छौँ। फास्ट एकदम फास्ट हात चलाउनु हजुर। यसमा चाहिँ हाम्रो विशेष मेरो दिदीले यति धेरै भात खान्छ कि खाए, खाँदिनँ है। त्यही भएर 2 बोरा लिएर आएको। यो चाहिँ ओरियो मेरो बेबीहरूले बिहान किन ल्याएको पनि म भन्छु है। यहाँ चाहिँ चामलहरू सेलमा लागिरहन्छ क्या। जस्तै एउटा लियो भने 2टा लियो भने चाहिँ अलिक डिस्काउन्ट हुन्छ, त्यही भएर चामल महँगो नै पर्छ। रेट यता पनि छ होला होइन। रेट छैन यसमा ऊ हुन्छ कि नम्बर हुन्छ, यो नम्बर हानेपछि अनि बल्ल देखिने हो क्या। 26 केजीको हो यसको भनेपछि आइसी 1600 भनेपछि त नेपाली सम्मान भइहाल्यो नि कति। मलाई थाहा छैन नेपाली सबै 26 कताको छ। यिनी हाम्रो एकदमै हान्छ। अब भोटे संस्कार भनेको मान्छे हामीलाई मिर्ची धेरै खानुपर्छ। चना हान्छ, बिहान बिहान भिजाएर खान्छ बिहान बिहान। यो चाहिँ हाम्रो चाहिँ कालो दाल है, मासको दाल एकदम मनपर्छ हाम्रो। यो चाहिँ मेरो बहिनीलाई खान्छु छ। यो चाहिँ होइन म तिस्ताहरू दुब्ली पातली छु के, त्यही पातली भएर पनि हो। मोटाउन चाहन्छु। यसलाई चाहिँ के भन्छ होइन? पम्किन। यो हाम्रो फर्सीको भित्रको दाना वेस्ट गर्छु नि हाम्रो गाउँघरतिर। यहाँ यस्तो गरेर बेच्छ हेर्नुहोस्। मेरो घरतिर कति धेरै हुन्छ। यति थोरै गोरुलाई छैन। गोरुलाई दिन्छौँ हाम्रो घरतिर, गाई गोरुलाई 160 नेपाली। गाई मेरो घरतिर कति धेरै फर्सी हुन्छ। टर्मरिक भइहाल्यो होइन, हल्दी बेसार यो चाहिँ इङ्ग्लिस नबुझ्ने पनि यो चाहिँ टी हो। यो चाहिँ सायद दार्जिलिङतिर पनि हुन्छ। यो चाहिँ हामी कफी खान्थ्यौँ कि, कफी घरमा सयचोटि खान्छौँ। एकदम राम्रो पाउँछ इन्डियामा होइन। एकदमै घुमेको लागि इन्डियनहरूले खाने भनेको प्रायः उसमा खानामा यो मसलाहरू एकजना चाहिँ यसो लुकेर ओरियो बिस्कुट खाँदै पानी पानी भनिरहेछ। यो चाहिँ चिनी हामी खासै खाँदैन। यो बच्चाहरू बिहान बिहान कहिलेकाहीँ यसो खान्छन्। यो चाहिँ मलाई चाहिँ किन्न बहुत लोभ लाग्यो कि हाम्रो घरमा चाहिँ त्यत्तिकै फाल्छौँ। यो तिमीहरूलाई होइन, म जस्तो दुब्लो पातलो मान्छेहरूलाई हो। तर मेरो यस्तो स्वर सुकेको छ कि मलाई चाहिँ अलिअलि। I don't understand Hindi. Talk with me English, okay? ओके What okay? अनि भइहाल्यो। हामी चाहिँ बदाम चाहिँ बहिनीको लागि हो, मैले खान्छु। दुब्लो पातलो होइन यो, तर मेरो लागि हो, तर सबैले मागेर खान्छन् है। यो पनि त्यसैको लागि हो। यो पनि मेरो लागि हो दाल।
अनि फाइनली उनीहरू राख्दैन टाढो चाउमिन है जस्तै यो वाला नुडल्स पाउँछ त्यो चाहिँ चाउमिन होइन हामी चाहिँ सबैले मन पराउने यही हो एकदम मन पर्छ मलाई हामीले चाहिँ थुक्पा पनि बनाएर खान्छौँ कि यसको चाउमिन पनि यो खान्छौँ पनि चाउमिन हो हामीलाई चाहिँ धेरै चाहिन्छ अनि यतातिर नुडल्स होइन म्यागी हो के यो तर मलाई मन पर्दैन के एकदम गिलो मलाई चाहिँ मन पर्दैन यो यो चाहिँ टाइप होला जस्तो चेन्ज गरेको यो चाहिँ मलाई मन पर्दैन होइन गाइज अब हामी त लाग्यो बदाम एउटा कुरा हामी चाहिँ भिकारी हो क्या तर भिआइपी होइन अनि त्यही भएर यो ब्रस अनि अफरमा थियो त्यही भएर यहाँ सस्तो पाउने भनेको नेपालमा सबैलाई किलो दिन्छ जस्तो के यो चाहिँ चुला सफा गर्ने तालो 90 रुपियाँ मात्रै एउटा पाउँछ 90 रुपियाँ छ यो चाहिँ यो पनि अफरमा थियो अनि 120 को 4वटा मेरो दिदी चाहिँ लास्टै लोभी छ कि 1 वर्षसम्म युज गर्छु भनेर लिएर यो के हो यो पनि पसल हो के गाइज पसल हाम्रो सन्डे त पसल हुन्छ पसल ट्रोसै भन्छ यो थैलोहरू चाहिँ यहाँ सपिङ गर्न जाँदाखेरि होइन पैसा बिर्सिनुहोस् केही छैन थैलो नबिर्सिनु थैलो होइन पैसा बिर्स्यो भने पनि कसैले मोबाइल ब्याङ्किङ गर भन्न पाइयो होइन तर यो थैलो बिर्सिन्छ के भन्नु खाना राख्ने होइन टिफिन राख्ने क्या ब्यागहरू पाउँछ सस्तोमा पाउँछ ऊ पनि ल्याएछ त एउटा आटा होइन यहाँको एकदम फेमस आटा हो चाहिँ थाहा छैन तर अब एकछिनमा हामीले यसलाई सबैले फ्रिजमा राख्छौँ फ्रिजमा राख्ने सामानहरू फ्रिजमा राख्छौँ अनि यता राख्ने सामानहरू यता राख्छौँ अनि यता राख्ने सामानहरू पनि यता राख्छौँ गाइज हेर्दै गर्नु है गाइजहरू यो चाहिँ पुरै स्टोर हो कि दोकान हो थाहै छैन है यो चाहिँ पुरै दोकान जस्तो भइसक्यो गाउँमा त यति सामान राखेर फाइनली गाइज मासु पाकिसक्यो यो मासु पाक्न चाहिँ 1 घन्टा लाग्यो आधी घन्टा लाग्यो अनि यो चाहिँ अहिले हामी सिल्ल्याम खाने हो मलाई चाहिँ बहुत भोक लागेको छ यता यो दिदीले फ्रिजमा चाहिँ केही पनि राखेर छ अहिलेसम्म केही राखेको छैन यहाँ टमाटर मात्र राखेको छ केही छैन यो सब्जी आँपहरू त अस्तिदेखि थियो ल्याएछ त अनि त्यो त भाटबाट खानेकुरा टन्नै के राखेर यिनीहरू भोकमाराहरू के खाने बस्ने मात्र होइन घरमा केही काम कसैले नि गर्दैनन् खाना चाहिँ फेरि सबैले 2-2 थाल हो क्या सबभन्दा कम खाने भने म यो यहाँ अनि फेरि एकजना यता हग्न गएपछि भयो खानी भयो हजुरहरू मलाई मिस गर्नुभएको होला अनि यो मेरो मामा हो मेरो दादा मेरो बाबा अनि म चाहिँ यहाँ छु क्या पुरा यता हेर त बिरामी छै यो चाहिँ हाम्रो घरको सबभन्दा अल्छी हो मेरो ब्यागमा यो चाहिँ हाम्रो घरको सबभन्दा रुने यो चाहिँ हाम्रो घरको सबभन्दा मन दुखाउने यो चाहिँ हाम्रो घरको सबभन्दा भोकाउने भिनाजु चाहिँ हाम्रो घरको सबभन्दा धेरै के खाने
सबजनाले कराइरहेछन् आफ्नो आफ्नो धुनमै सुन्न पुरा भान्जीको कुरा त्यो र सरले भोलि फेरि कान चुटाउनुहुन्छ अनि खान्छु पानी लौ लौ पानी लौ स्कुलमा लगाउन भन्दै गाडी जाँदैछ मेरो दिदी यहाँ भात हाल्दैछ धनी हाली नि मासुमा त घरमा खान्छ मान्छे भयो भने यस्तै गाह्रो कि खाना हाल्दै हात चाट्दै गरेर खिचे हिँड्नु पर्दैन है पानी वेस्ट हामीलाई चाहिँ अब हामी चाहिँ भात खान्छौँ गाइज कसको पाइन्ट खै उड्दा यो पाइन्ट हेरौँ उड्न देखाउँछु उड्न मेरो साथीहरूले हेर्छ क्या मेरो पाइन्ट कस्तो छ खै यो खासमा यो बक्स पाइन्ट यस्तै हो क्या लाउने होइन यस्तै हो कि लाउने कस्टमपूर्ण यस्तै हो कि तर योसँग सुहाउँदैन माथिको यो सर्टसँग सुहाउँदैन क्या यो तर अलिक टी सर्टसँग लाउने हाम्रो भिनाजु चाहिँ अहिले डाइटिङमा हुनुहुन्छ पेट चाहिँ यहाँ गर्भवती आइमे जस्तै भयो भनेर भिनाजु खाना चाहिँ भुजा आयो भुजा र रोटी मेरो दिदी चाहिँ हाम्रो घरको वेटर हो वेटर पनि हो कुक पनि हो अनि पुरा खाना बाँड्नेलाई के भन्ने होटेलमा खाना बाँड्नेलाई वेटर त होइन खाना मेरो खाना चाहिँ आयो होइन म चाहिँ सबै मनपर्छ ल गाइजहरू हामी चाहिँ मिठो मिठो ल्याम खान्छौँ होइन तिमी पनि खान्छौ नि गाइज नि अनि तपाईँहरू चाहिँ खाना खानु इन्जोय गर्नु हामी चाहिँ खाना खान्छौँ अनि भोलि बिहानै उठेर सबैजना आफ्नो आफ्नो ड्युटीमा बाई बाई